कोही नायक जन्मिएको छ भने यतिखेर यो देशमा रवि लामिछाने जन्मिएको छ, जसले राजनीतिको परिभाषा परिवर्तन गरेको छ र नेतृत्वको परिभाषा परिवर्तन गरेको छ। अब पोलिटिकल डिस्कोर्स त्यो बाटोमा अगाडि बढ्दैछ। सम्माननीय सभामुख महोदय, म यहाँलाई भन्न चाहन्छु, मेरो ललितपुर क्षेत्र नम्बर 2 जुन मन्दिरै मन्दिरको सहर हो, सम्पदा नै सम्पदाको सहर हो, सम्माननीय सभामुख महोदय, अरनीको त्यहाँ जन्मिनु भएको छ। अरनीको घर त्यहाँ छ। सम्पूर्ण मान्यजीहरूलाई हेर्न जान पनि म आग्रह गर्दछु। त्यहाँको सम्पदा संरक्षण गर्नु छ, अरनीको जन्मघर जोगाउनु पर्ने छ, सम्वर्धन गर्नुपर्ने छ। हामीले राष्ट्रिय विभूति हो। मेरो क्षेत्रमा आज महालक्ष्मी नगरपालिकामा पानीको हाहाकार छ, काकाकुल छन्, बीसौं हजार जनता, तिनका लागि केही काम गर्नुपर्ने छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु सम्माननीयज्यू मार्फत, र म भन्न चाहन्छु, मलाई बडो गजब लाग्यो सम्माननीय सभामुख महोदय, जब म क्षेत्रमा गएँ, मलाई जनता 95 वर्षको एउटा बुबाले, हजुरबुवाले के भन्नुभयो भने, म अन्तिम पटक मेरो जीवनको भोट हाल्दैछु भन्नुभयो। किनभने जसलाई मैले भोट हालेँ, अब अन्तिम पटक 95 वर्षको सम्भवतः उहाँलाई फेरि 5 वर्षपछि बाँच्छु कि बाँच्दिनँ भन्ने लाग्यो। मैले सोधेँ, किन यस्तो भन्नुभयो बुवा? उहाँले भन्नुभयो कि मेरो पुस्ता बिगारे, मेरो छोराको पुस्ता बिगारे, अब तिमीहरूलाई भोट हाल्दा कम्तीमा मेरो नातिको पुस्ता तिमीहरूले बनाउने छौ भनेर उहाँले भन्नुभयो। मलाई त्यस्तै प्रश्न सोधियो सभामुख महोदय, के भनियो भनेदेखि, तपाईँले हामीलाई बाहिर जानुपर्ने त बनाउनुहुन्न नि भनेर युवाले भनेका छन्। त्यस्तै गरेर हाम्रा छोरछोरी तपाईँहरूले यहाँ ल्याइदिनुहुन्छ नि, अब त्यो वातावरण बनाउनुहुन्छ भन्नेहरूले भोट हालेका छन्। तिनको लागि काम गर्नुपर्नेछ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। र अन्तिममा म के भन्न चाहन्छु भने सभामुख महोदय, शक्ति पृथकीकरणको सिद्धान्तले न्यायपालिका, कार्यपालिका र चाहिँ नि व्यवस्थापिका जुन छ, व्यवस्थापिका सार्वभौम संसदको गरिमा बढाउने कुराहरूमा मलाई थ्याचरको एउटा भनाइ याद आउँछ कि यो रबर स्ट्याम्प जस्तो नबनोस्। यो देश पहिला किन बनेन भने, यो देश किन बनेन भने कार्यपालिकाको छायामा सम्पूर्ण संरचना भए, कसैलाई त्यो खालको कानुनले दिएको अधिकार प्रयोग गर्न योभन्दा अगाडि दिएन, त्यो अवस्था यहाँ नआओस् भन्न चाहन्छु। र अहिले पदभन्दा नेतृत्व महत्त्वपूर्ण छ। र म जाँदा जाँदै यति भन्न चाहन्छु कि मलाई जोन म्याक्सवेलको एउटा भनाइ याद आएको छ यतिखेर कि अ लिडर इज वान हु नोज द वे, सोज द वे एन्ड गोज द वे। त्यही अवस्था कायम रहोस्। धेरै धेरै धन्यवाद।